यो हो नेपालको राजधानी र आज हामी कुरा गर्न गइरहेका छौँ एउटा यस्तो पात्र जसको नाम चाहिँ रमेश रहेको छ। र रमेश चाहिँ ब्याचलर सकेर अहिले काठमाडौँमा काम गर्दैछ, तर उसको सबै साथी चाहिँ बाहिर मुलुकमा गएर काम गर्दैछन् र राम्रो आम्दानी पनि कमाउँदैछन्। तर रमेशलाई भने आफ्नै देश प्यारो लागेर ऊ आफ्नै देशमा काम गर्दैछ। तर ऊ पनि यो कुराले दिक्क भएर अहिले चाहिँ भिजाको लागि फर्म भरेको छ। आउनुहोस् हेरौँ रमेशको कथा। साथीहरू, आज चाहिँ हामी सिक्न गइरहेको छौँ एउटा यस्तो आसन जसले चाहिँ तपाईँहरूको दिमागमा भएको सबै कुराहरू, सबै नकारात्मक कुराहरूलाई, सबै कुरालाई त्याग्दिनेछ र हामीलाई आध्यात्मको तर्फ अगाडि बढाउनेछ। सुरुमा दुवै हातलाई अगाडि ल्याउनुहोस् र नमस्कार गर्नुहोस् र प्राणायाम सँगसँगै प्रभुलाई, भगवानलाई स्मरण गर्दै ओम भन्नुहोस्। उनी जहिल्यै बिहान बिहान उठेर योगा गर्छ अनि 9 बजेपछि चाहिँ उनी आफ्नो ब्याङ्कको जागिरलाई चाहिँ तयार हुन थाल्छन्।
ओहो, तरकारीमा पनि नुन बढी भयो भोलिदेखि अलिक विचार गरेर पकाउनु पर्यो। ओहो, 9 बजिसकेछ, ढिला हुन्छ नि। भाँडा चाहिँ रमेश जहिले पनि बेलुका आएपछि माझ्ने गर्छ। त्यो कम्पनी पनि भयो, लगभग 10 लाख जति बिक्री लाग्छ। आज काम चाँडो सक्यो भने चाँडै जानु पाइन्छ, अनि त्यसपछि त्यही कुरा भएको छ, काम चाहिँ सकाउनु पर्यो बरु। हेलो सर, अब यो महिनाको तलब चाहिँ हाम्रो कम्पनीको समस्या आएर दिनु मिलेन, अर्को महिनामा चाहिँ म बोनस सहित दिउँला नि। हुन्छ सर, हुन्छ सर। आजको काम चाँडै सक, त्यसपछि गए हुन्छ। हुन्छ सर, केही छैन। हस्, थ्याङ्क यू सर, थ्याङ्क यू। आज काम चाँडो सक्यो भने जान पाइन्छ चाँडै। अब त्यो कम्पनीको ठिक छ ल, यहाँनिरबाट 10 लाखको सेयरमा इन्भेस्ट गर्ने, त्यसपछि यहाँबाट यति गरिन्छ, अनि त्यसपछि सर्को के गर्नु पर्यो। ओहो, अब त जाने बेला पो भएछ त। अब त काम पनि सकियो, अब चाहिँ लाग्नु पर्ला जस्तो। हेलो, त्यो फाइल्सहरू मैले टेबलमै राखिदिएको छु, लिनु होला नि। हस्, कस्तो चाहिँ ठाउँ के हो, नस्वच्छ वातावरणै छ, नराम्रो हावापानी नै छ, सामानको भाव पनि यस्तो महँगो छ कि बस्ने गाह्रो छ के। अब यहाँनिर आम्दानी धेरै नहुनेहरूलाई त कति गाह्रो हुँदो, आफ्नो यस्तो राम्रो जागिर हुँदा त यस्तो छ, अरू साथीहरूको जस्तै गरी विदेशै गइदिनु पर्ने रहेछ क्यारे। हजुर हजुर, अब हेर्नु न बाबा, अब योभन्दा अघिल्लो पहिला कम्पनीमा राम्ररी कामै भएको थिएन, कम्पनीमा आम्दानी नै थिएन, त्यही भएर यसपालि अर्को महिनामा बोनस सहित आउँछ। केही छैन, अब उही बेला तँलाई मैले विदेश जा भनेकै त हो नि। अब तैसँग पढेका साथीहरूले बाहिर गएर विदेश गएर कत्रो घर बनाइसके, त चाहिँ यहाँ महिना भए दौदौ गरेर कमाउँछस्। ल केही छैन सर, दसैँ पनि आउँदैछ क्यारे है, राम्ररी गर्नु। हस् बाबा, हस् बाबा। यो 10,000 यसपालि दसैँको लागि उसको, त्यसपछि यो 5,000 रुपियाँ यसको लागि, 6,000 यतापट्टि लाउने, त्यसपछि यो 15,000 जति मम्मीलाई नयाँ लुगा किन्नु। यति गरेपछि त भइहाल्छ नि, कसो नपुग्ला र भने पैसा पुर्याउनु पर्छ यसपालि सबै पनि।
हेलो सर, हेलो तपाईँले अप्लाई गर्नुभएको भिजा चाहिँ ग्रान्टेड भइसकेको छ र आउँदै गरेको अगस्टमा चाहिँ तपाईँले चाहिँ जान पाउनुहुनेछ हस् युरोपमा र तपाईँले चुज गर्नुभएको कम्पनी पनि सर्टिफाइड छ। त्यही सर, अब तपाईँले चाहिँ आफ्नो डकुमेन्ट र त्यो अरू कुरा चाहिँ सबमिट गरेर राख्नुपर्ने हुन्छ। हस् 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 थ्याङ्क यू यस फाइनली भिजा पनि लाग्यो मेरो। अब त म यहाँ कहाँ बस्छु र, अब त बाहिरै जाने कमाउने अनि त्यसपछि नेपाल आमा आफ्नो जन्म दिने आमा पछाडिकी आमा हुन्। उनले हामीलाई स्वप्न भूमि दिएकी थिइन्। उनले हामीलाई सार्वभौम सत्तामा हित नेपाल दिएकी छिन्। अन्न फलाउनको लागि तराई जस्तो फाँट दिएकी छिन् र उनले अनुकूल प्रकृति र अनुकूल वातावरण दिएकी छिन्। के हामी नेपाल आमाका छोराहरू यति निर्दयी भएका छौँ कि बस्न चाहँदैनौँ? एउटा कुरा सामान्य हो, अवसर खोज्नको लागि जानै पर्छ। तर नेपाल आमालाई बिर्सिएर गएका पनि धेरै छन्। नेपाल आमा हरेक छोरछोरी, हरेक नेपाली छोराछोरीलाई समान व्यवहार गर्छिन्। उनी चाहन्छन् आफ्ना छोरछोरी आफूसँगै बसुन्।